मामा फुल मागो फुल इति फुल गयो नमस्ते हजुर सबैले चाहिँ विवास भइरहेछ हजुर आमाले चाहिँ हजुर है शुद्ध जल चिलानी जल वस्त्र कपडाहरू भन्नुपर्छ यसलाई नै छोइदिन्छ योग्य जनै ओ नमस्तु नीलगिरि भय सत्राजी मिलिसे हजुर यस्तो सन्तान देव्यो गर नम योग्य पवित्र समर्पयामि मैले सन्तान दिएको थिएँ देवताहरू पनि हजुरको गुण र आश्चर्य लागेको रूप जान्न सक्दैनन् हजुरलाई देवताहरू ठुला बडा भगवानले पनि चिन्न सक्दैन भने हामी जब मूर्खले के चिन्न सक्ने चिन्न सकेनछन् गल्ती भयो हाम्रो हजुरको मायाले मोहित भएको हामीलाई खुसी भएर यो हाम्रो सम्पत्ति जस्ताको तस्तै बनाइदिनुहोस् यस्ता नम्र वचन सुने सत्य भगवान फेरि खुसी हुनुभयो टिकिटी गर्छु भने त खुसी भइहाल्नुहुन्छ तर फेरि ढाँटिएपछि रिसाइहाल्छ त्यस्तो भयो चिन प्रधानजी तत्काल अन्तर्धान हुनुभयो अनि बनिया पनि पहिले जस्तै धनले पूर्ण भएको ढुङ्गाले ल ठिकै छ फेरि मैले एकपल्ट तिमीहरूले भनेको माने तिमीहरूको त्यो लहरा पात पतिङ्ग सम्पत्ति नै भइजाओस् पहिलाका जस्तै भनेर सत्यनारायण भगवान जानुभयो पछि सम्पूर्ण धन जस्ताका जस्तै भएपछि सत्यनारायणको ज्वाइँ ससुराले सत्यनारायणको व्रत गरेर आनन्दपूर्वक आफ्ना घरतिर फर्के अनि सत्यनारायण कृपाले वैश्य प्रसन्न मनले यत्नपूर्वक ढुङ्गा चलाएर आफ्नो सहरतिर जाँदा हाम्रो रत्नपुरी देखिन लाग्यो भने दूतलाई समाचार दिन घर पठाए ल अब पठाए ज्वाइँ ससुरा दुईटै सम्पत्तिका साथ घर आउनु नम्र वचनले भन्न लाग्यो ज्वाइँ सहित हाम्रा साउदी यसै नगरको नजिक आइपुग्नुभयो हाम्रा स्वजन सहित प्रसन्न धन कमाएर ल्याउनु भएको छ दूतका यस्ता वचन सुनेर प्रसन्न भएकी लीलावतीले सत्यनारायणको पूजा गरेर पुत्री म अगाडि जान्छु तिमी छिटै पिताको मुख हेर्न आइपुग आमाले यति भनेको सुनेर व्रत समाप्त पारी घरमा पनि पूजा भइरहेको थियो त्यतिखेर सत्यनारायण भगवान खुसी बसी घरमा पनि चेष्टा दिनुभयो यतारी दिनुभयो यता पूजा गरेर उनीहरू आरामपूर्वक गरेर जाँदै थिए घरमा पनि पूजा भइरहेको थियो त्यहाँ आमाले ल म गएँ तिमी पनि भनेको त पूजा न सत्य दिवस पुत्र विधान त धनै बन्धु गणैसादम जगामा निज मन्दिरम पूर्णमास्यम द संक्रान्त प्रजवान सत्य पूजन ये रुके शुभम पुत्र शान्ति सत्य के हो अब यो 6औं अध्यायमा भन्दा यो 14 गाडी थियो त्यसपछि दिदी बनिहरू मङ्गलापूर्वक शुभयात्रा गरे साउले त्यहाँ त बिदा भएपछि फेरि आफ्नो घरतिर लाग्नुभयो भएपछि सत्यनारायण भगवानले फेरि परीक्षा गर्न खोज्नुभयो यी अब सुध्रे त चोरीमा पक्रिएपछि पनि यी सही ठाउँमा छन् कि भगवान प्रकट भएर बनियालाई सोध्नुभयो बनियाका ढुङ्गामा उनका सामना सम्पत्ति मात्रै थियो ती सम्पत्ति मात्रै भएछ तिमीहरूका ढुङ्गामा के छ भनेर सोधेपछि कतिको घमण्ड गर्दा रहेछन् कि सुध्रेछन् भनेर परीक्षा गर्दा धनले मत्त भएका महाजनले ठट्टा गरेर भन्न लागे फेरि पनि तिनीहरू माथि अझै पनि ती सही बाटोमा गएनन् किन सोधेका के तिमीलाई मुद्रा चाहिएको छ भाँडामा तिमीहरूका ढुङ्गामा के छ भन्दाखेरि
फेरि उनले के भने हाम्रो ढुङ्गामा त लहराहरू पात पतिङ्गर मात्र छ अन्य सत्यनारायण भगवानलाई नै ढाँटे भगवान भन्ने जानेनन् नजानेपछि ढाँटे ती वैश्यको त्यस्तो निष्ठुर वचन सुनेर तिनीहरूले भने जस्तै सत्य पात पतिङ्गर तिमीले जे भनेका छौ त्यही हो जे छ विलिन हुनुभयो हराएपछि तिनीहरूको ढुङ्गामा हेर्दा ती पनि आफ्ना ढुङ्गा भएको सबै धनमाल केवल लहसा भए भूमिमा ढले निकै बेरपछि चेत आयो ती बनियाको ज्वाइँले भन्यो हजुर किन चिन्ता गर्नुभयो यो त तिनै सत्यनारायण भगवानको काम हो हामीले गल्ती गऱ्यौँ सत्यनारायण भगवानले हामीलाई परीक्षा गर्नुभयो हामीले चाहिँ सुनसुकै होला त्यो भनेर भगवानको पूजा भइरहेको थियो त्यो कथा सुनेर प्रसादी खाएर के अरू ढिलो घर आएकी बेलुका र उनकी आमाले भने त छोरी मान्छे राति अबेला घर आएछ कहाँ भइछ त्यसरी छोरी मान्छे त्यता हिँड्न हुन्न रातिमा त यति बेर किन बसी भन्दा छोरीले भनी म एउटा ब्राह्मणका घर भएकी थिएँ त्यहाँ सत्यनारायण भगवानको पूजा रहेछ पूजा भएको सत्यनारायणको पूजा नखाइ पूजाको नैवेद्य नखाइ आउनु पनि भएन आउन नि दिएनन् त्यसकारण म सत्यनारायण भगवानको पूजा सकेर नैवेद्य खाएर आएकी हुँ भनेपछि सत्यनारायण स्वामी मेरा पति र जानताको अपराध फेरि उनले हामीले पनि घरमा सधैँ पूजा गर्ने भनेको हो हाम्रा मालिकले भन्नुभएको थियो तर पछि गरौँला भन्दा भन्दै त्यो पूजा गरिएको छैन उनी सत्यनारायण भगवान हुनुहुँदो रहेछ भनेर उनले सत्यनारायण भगवानको पूजा गर्छौँ भन्ने उनले पनि कल्पना गरे प्रार्थना गरे अनि सत्यनारायण प्रभु फेरि खुसी हुनुभयो उसले छोरीले प्रसाद पनि खाएर आई आमाले फेरि सत्यनारायण भगवानको पूजाको बारे सम्झाउनु भयो त्यसै दिन राति राजा चन्द्रकेतुलाई स्वप्न दिनुभयो त्यतिले भगवान केही खुसी हुनुभयो फेरि खुसी भएर के गर्नुभयो उता राजालाई जसले चोर भनेर पक्रिएको थियो राजाको सम्पत्ति चोरेर तिमीहरूले जसलाई चोर भनेर थुनेर राखेका छौ ती चोर होइनन् राजालाई सपना भयो ती साधु नै हुन् सज्जन नै हुन् चोरले लगेर तिनका नजिक सम्पत्ति छोडेर भागेका हुन् त्यसो भएर तिनलाई छोडिदिनु भन्ने चाहिँ खबर गयो हालैमा सर्वस्व गरेको धन फिर्ता देऊ गरेनौ भने तिम्रो राज्य धन पुत्र समेत म नष्ट गरिदिन्छु भनेर सत्यनारायण भगवानले भनेपछि चन्द्रकेतुलाई स्वप्नमा भनेर सत्यनारायण भगवान त्यहाँ त हिँड्नुभयो सभामा बसी सारा सभासदहरूलाई डाकी स्वप्न दिएको सबै कुरा सुनाएर राजाको हुकुम बमोजिम अब तिनीहरूलाई त्यहाँबाट छोडिदिने साहुका ज्वाइँ ससुरालाई त्यहाँबाट छोडिदिनु भन्ने निर्णय भयो दुवै बनियालाई कारागारबाट मुक्त पारेर छोड्ने निर्णय भयो पहिलेको वृत्तान्त स्मरण गरी भयले व्याकुल हुँदा ती केही बोल्न समर्थ भएनन् अनि राजाले ती बनियालाई भने हे वैश्य हो तिमीहरूको दुर्भाग्यले यो कष्ट पाऊ तिमीले चोरेका रहन्छौ नचोरे पनि हामीले तिमीलाई चोर ठानेर हाम्रा सिपाहीले पक्रेर ल्याएछन् तिमीहरू अब डराउनु पर्दैन यति भनी राजाले तिनको नेल हत्कडी छुटाइदिए र दुवै वैश्यलाई आफ्नो सामुन्ने राखी मिठो बाणीले बोतल खाने पानी को ओम Nangdu lang. Tadeva
लक्ष्मीपतेश्चग्रीवं स्मरामि ताराबलं चन्द्रबलं तदेव